ओ सुभाष हजुर के हो तेरो पारा यस्तो घर बसेर चाहिँ काम गर्ने होइन के हो तेरो पारा न त काममा जान्छस् गरे होइन न त भात पकाएर खिलाउँछस् गरे बालाई के हो आजकल के भयो त तँलाई भन् त ल पहिले त राम्ररी काम जान्थिस् काममा जान्थिस् पहिला आरामले आउँथिस् पकाउँथिस् खिलाउँथिस् आरामले फेरि बिहान काममा जान्थिस् अहिले के भएको छ तँलाई के लगभग गरेछस् कि के हो यस्तो पारा न त काम जान्छस् न काम खोज्छस् भन्छस् काम खोज्छु यताउता लफङ्गा चाहिँ डुल्छस् घर बस्छस् गेम खेल्छस् अनि यही हो तेरो जिन्दगी यसरी नै कि बित्छ गेम खेल्दै बित्छ तेरो जिन्दगी काम गर्न छैन साला कुकुर काम गरेर नि कमसेकम यस्तो हल्का पैसा हुन्छ त्यो हेर त्यो आलु भ्याइयो चामल भ्याइयो कसले दिन्छ त्यो बाउले कसले सक्छ त्यो गर्न बाउले कति पो गर्ला नि त टाउकोमा त्यति ऋणको बोझ छ ऋण तिर्छन् कि त्यसलाई आलु किनेर बस्छ साला कुकुर तँलाई सम्झने नि कति सम्झने ठुलो भइसकिस् 21 वर्ष भइसकिस् के काम